हेलो एभ्रिवान है रङमाङ गाइडमा स्वागत छ। आज तपाईलाई म एउटा चिज इन्ट्रोड्युस गराउन गइरहेको छु है। हुन त यो मार्केटमा अलरेडी छ र कतिले याद गरेको छ कतिले याद गरेको छैन। कतिलाई नलेज छ भन्दा धेरै राम्रो, छैन जोलाई छैन उहाँहरूको लागि यो चाहिँ स्पेसली र जसको चाहिँ भेहिकल छ, गाडी, स्कुटी, बाइक, वाट एभर है। अनि यस्तो छ। आज मैले एउटा चिज मगाएको छु, यो हो एमाजोनबाट है। तपाईँलाई देखाउन गइरहेको छु है, राम्रोसँग हेरिदिनुहोस् होला। यो चाहिँ नट प्रमोसन भिडियो, दिस इज सिस्टम जी। धेरै कम्पनी छ तर म चाहिँ यो युज गर्दैछु अहिलेसम्म चाहिँ। यो चाहिँ पेट्रोल एडिटिभ हो, जस्तै अब पेट्रोल एडिटिभ हो। पेट्रोल एडिटिभमा चाहिँ के छ भन्दाखेरि अब अहिले हाम्रो इथनल 20 है, इथनल 20% इथनल छ पर लिटरमा भनेपछि पर्सेन्ट भनेपछि हाम्रो क्वालिटी छैन नि त, 100% प्योर छैन। त्यसमा अझै कति कम्पनीले त अझै त्यसमा ब्लेन्ड गरेर अझै के मिसाएर बेच्दैछ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो अब गाडी त पेट्रोलको लागि मात्रै बनाएको नि त खास त। त्यसले गर्दा चाहिँ म चाहिँ के गर्छु भने यो एडिटिभ युज गर्छु, तर वर्षमा 4 खेप जस्तो मात्रै, 4 खेप म्याक्सिमम 4 खेप नभए 3 खेप गर्छु। तर फुल ट्याङ्कीमा यसको रेसियो दिएको छ कति लाउनु पर्ने है। त्यो रेसियो फलो गरेर तपाईँलाई यहाँ इन्स्ट्रक्सन कसरी इन्स्ट्रक्सन छ यो फलो गरेर लाउनु पर्ने छ। र यसको लगाएको फाइदा चाहिँ के छ भन्दाखेरि है, फ्युल इन्जेक्टर र कार्बोरेटर क्लिन गर्छ यसले चाहिँ। तपाईँको रिस्टोर गर्छ अब पिकअपहरू छ भने है, पर्फर्मेन्सहरू छ भने। अब क्लिन डिपोजिट कार्बनहरू र इन्टेक भेल्भ छ, सेन्स बुझ्नुहोस् है। इन्जेक्टर र इन्टेक भेल्भमा जो सानो दुलो हुन्छ त्यतिर कोही बेला कार्बन डिपोजिटहरू प्लस वाट एभर केहरू बसेको हुन्छ र त्यसलाई कोही बेला जाम भएको हुन्छ। त्यो मिक्स ओइलहरूले गर्दाखेरि कोही बेला रस्टहरू पनि आएको जस्तो पनि आएको हुन्छ। त्यसले गर्दाखेरि त्योहरू रिड्युस गर्छ है। अनि यो चाहिँ पेट्रोल पनि अलिक सेभ गर्छ र मेन्टेनेन्स कस्ट घटाउँछ भनेको छ। अब त्यो चाहिँ कुनै रिड्युस स्मोक भनेको छ, यसले रिड्युस स्मोक पनि अलिक घटाउँछ, त्यो हो पक्का अलिकति घटाउँछ। र एउटा चिज चाहिँ मलाई चाहिँ मैले फिल गरेको चाहिँ के भने रनिङ चाहिँ स्मुथ हुन्छ, अलिकति रनिङ चाहिँ स्मुथ हुन्छ है। यसलाई मिसाउनु पर्ने हुन्छ। मैले चाहिँ वर्षमा म चाहिँ 4 खेप युज गर्ने गर्छु फुल ट्याङ्कीमा। अनि यो चाहिँ 1970तिरै खास बनिएको थियो मार्केटमा है। तर अब कतिले युज गर्यो, त्यति बेला त प्योर तेल पाउँथ्यो नि त, त्यसले गर्दा त्यति मान्छेलाई ध्यान भएन। तर अब अहिले चाहिँ मलाई E20 भन्नु चाहिँ 20% त मिक्स छ नि त, त्यसमा अझै कति मिक्स गरेर बेच्दो हो। त्यसले गर्दाखेरि चाहिँ अहिले चाहिँ जरुरत लाग्छ, तर जहिले चाहिँ नलाउनुहोस्, किनभने यसको सठिक केही पनि छैन। अनि जुनै चिजको पनि हेर्नुहोस्, नेगेटिभ पोजिटिभ दुइटै इम्प्याक्ट छ भनेपछि जहिले लाउँदा कोही बेला नोक्सान पनि हुनसक्छ। त्यसले गर्दा 4 खेप जस्तो 3 खेप जस्तो लाउनुहोस् वर्षमा। जसको गाडी अलिक पुरानो छ, जसको E20 कम्पार्टेबल छैन है, गाडीको E20 हाम्रो E20 कम्पार्टेबल गाडीहरू त भर्खरदेखि बनिएको हो नि त, त्योभन्दा अगाडिको गाडीहरूले चाहिँ मलाई चाहिँ लाग्छ। अनि अब अहिलेको पेट्रोलहरूको प्योरिटी नभएको कारणले गर्दा अदरवाइज योहरू जरुरत थिएन। अन्त अब यो लाउँदाखेरि चाहिँ के हुँदैछ भनेर मैले म आफै गाडीको बारेमा धेरै थाहा छ, हेर्दाखेरि चाहिँ के थाहा छ भने यो लगाएपछि अलिक स्मुथ रनिङ चाहिँ छ र अलिकति स्मोक त अहिलेको गाडीमा त्यति हुँदैन पनि, तर स्मुथ रनिङ चाहिँ छ। अनि यो सँगसँगै तपाईँको एडिटिभ थुप्रो पाउँछ, जस्तै अब इन्जिन ओइल एडिटिभ पाउँछ। इन्जिन ओइल एडिटिभ पनि म चाहिँ भन्छु जब गाडी 70,000 60,000 गाडी कुद्छ एक खेप चाहिँ लगाइदिनुहोस्, त्यहाँदेखि विदिन 1000-2000 किलोमिटर कुदाएर त्यसलाई ट्रेन गर्ने टाइमको अगाडि लाउनुहोस्। एडिटिभहरूले चाहिँ कोही बेला कतिभित्र अब मान्छेहरू हातले नदेख्नेहरूतिरको चेपचापतिर लुब्रिकेन्टको काम गर्छ। यसको एडिटिभको काम यही हो, खास लुब्रिकेन्टै गर्छ। यसले चाहिँ तेलहरूलाई पनि चिप्लो बनाएर यसरी काम गर्ने हुन्छ। एडिटिभहरू अब अहिलेको जमानामा जरुरी छ है जस्तो लाग्यो मलाई। र यो उयसमा चाहिँ के भन्न चाहन्छु भने एडिटिभ किन्दाखेरि अलिकति ब्रान्ड कम्पनीकै किन्नुहोस्, ब्रान्डेड कम्पनीको है, दुनियाँभरको चाहिँ त्यस्तो चाहिँ नलाउनुहोस्। र गाडी जसको अलिकति पुरानो छ उहाँहरूले चाहिँ बेला लाउने म चाहिँ रेकमेन्ड गर्छु, तर कम्पनी चाहिँ ब्रान्डेड हुनु पऱ्यो। थ्याङ्क यू सो मच।